36वटा टाउनमा नेपाल सरकारले दिने र जनताले उठाउने स्वीकृति बोलीमा भनेर महासङ्घ निरन्तर लड्दै आएर आज त्यो 15% तपाईँहरू जस्तै सञ्चालन गरेका ग्रामीण खानेपानीमा 80%ले नेपाल सरकारको 20% सर्वदान भनेर तपाईँहरूले ठुलो गर्नुपर्ने अवस्था त्यो यही महासङ्घले हामीले के गर्नुपर्ने भने जनसर्वदान र जनताले उठाउने पैसा हिँडेर बाटो भन्दा 1 रुपियाँ खर्च नलाग्ने, शिक्षाको भवन बनाउँदा 1 रुपियाँ नलाग्ने, स्वास्थ्यको भवन बनाउँदा 1 रुपियाँ नलाग्ने, तर खानेपानी जस्तो संवेदन मौलिक अधिकारभित्र परेको चिजलाई 80% जनताले दिँदा 20% सर्वदान गर्नुपर्ने, 70% नेपाल सरकारले पैसा दिँदा सहरी खानेपानीको 30% आम नागरिकले पैसा उठाउनु पर्ने। यसको अन्त्य हुनुपर्छ भनेर माग र यसको सुनाइ भएको छ। अब आउने बजेटमा तपाईँको जनसर्वदान होइन 1% मात्रै तपाईँको सबै खानेपानीले उठाउनु पर्छ भनेर माग गरेका छौँ। त्यो कार्यविधिमा बनिसकेको छ, तर कार्यविधि भन्दा पनि कार्यान्वयन हुन सक्छ।